नमस्ते सबैजनालाई ठ्याक्कसितले स्वागत गर्छु तपाईँलाई मेरो दोस्रो ब्लगमा। र आजको ब्लगको शीर्षक चाहिँ भयो ब्लग कसरी बनाउने। आइए देखते हैं मजा आएगा। ब्लग कसरी बनाउने भन्दाखेरि त ठ्याक्कसितले एउटा आइफोन चाहिन्छ, जसरी मेरो एउटा आइफोन छ। अनि ठ्याक्कसितले यसरी एउटा सेल्फी स्टिक चाहिन्छ, यो पनि छ मसँग। कस्तो कस्तो जिनिसहरू छ मसँग, म पनि छक्क पर्छु बेला बेला चाहिँ। अनि त्यसरी अनि यो आइफोन चाहिँ नि त अब यसमा लगाउनु पर्छ। अब म यो लगाउँछु अनि त्यहाँबाट अगाडिको कुराहरू भन्छु। र आजको भ्लगको शीर्षक चाहिँ हो भ्लग कसरी बनाउने। अब तपाईँहरूले भ्लगको शीर्षक थाहा भइहाल्यो होइन। अब त्यसपछि अब म भ्लगमा अरू जिनिसहरू पनि देखाउनु पऱ्यो होइन। अब ठ्याक्कसितले यसरी उठिन्छ होइन, अनि ठ्याक्कसितले यसरी उठिन्छ। क्या कर रहे हैं यार तू? उठिसकेपछि चाहिँ अनि अब यो चाहिँ मेरो रुम भयो होइन। यो रुम होइन, यो चाहिँ किचन हो। तर मैले यसलाई रुम पारेको छु। अब किचनलाई रुम पार्दाखेरि के सुविधा हुन्छ त्यो तपाईँहरूलाई म देखाउँछु। अब ठ्याक्कसितले यता आउने हो त। यहाँनिर यो के भन्छ हौ यसलाई, ग्यासेस राख्नेलाई, थालबुटुको राख्नेलाई बनाइन्छ नि होइन। त्यसमा चाहिँ मैले यसरी ब्याग राखेको छु। अनि यतापट्टि एउटा डोरी टाँगेर लुगा झन्डा दिन्छु। अब गुन्द्रुक जस्तै पारेर राखेको छ, त्यस्तै हो। अब यहाँ मान्छे राम्रो चाहिँ कसरी राख्ने। अनि यहाँनिर ठ्याक्कसितले हेर्नु त्यो पानी आउँछ। अनि यो के हुन्छ, अब किचनमा रुम बनाएर बस्दाखेरि एउटा सुविधा छ। तपाईँले डेली भयो ड्युटी जाने भन्दाखेरि ठ्याक्क उठेर मुख धोएर सिधै ड्युटी जान सक्नुहुन्छ। तपाईँले नुहाउनलाई बाथरुम साथरुम जानै पर्दैन। अब त्यसको लागि चाहिँ तपाईँहरू होइन, म चाहिँ अब मेरो सुविधाको कुरा गरेको। त्यसमाथि गल्ती हुन्छ, अब त्यस्तै हो। त्यसपछि चाहिँ म तपाईँहरूलाई अब अर्को रुम देखाउँछु। अब निस्केपछि चाहिँ अब यताबाट ठ्याक्कसितले यसरी निस्किन्छ। अनि निस्केपछि चाहिँ अब यतापट्टि यहाँ होइन पछाडिपट्टि लुगा सुगा राखेको छन्। अब यो यस्तै छ रुम। अब गुन्द्रुक पारेर गएको छ, उतापट्टिको खाट पनि गुन्द्रुक पारेर गएको छ। यहाँ पनि दुईजना केटा बस्छन्, हामी कम्पनीमा काम गर्ने दुईजना केटा बस्छन्। अनि अब त्यस्तै हो। अब केटा मान्छे बस्ने जग्गा चाहिँ अब गुन्द्रुक त्यस्तै हुन्छ। अनि यतापट्टि चाहिँ यतापट्टि ट्याक्कै बाल्कनी छ। अनि यसरी गरे यहाँ बाल्कनीमा यसरी गरेर कहिले काहीँ यसरी गरेर स्टाइल मारिन्छ। यसरी गरेर खुट्टो ठ्याक्कै राखेर यता हेर यस्तै गरिन्छ। अब स्टाइल गरेर यस्तै गरिन्छ। अनि अब त्यही हो, टाइम त पाइँदैन। त्यो पनि अब आइतबारको दिन चाहिँ यहाँ बाल्कनीमा आउने टाइम पाइन्छ। अनि यतापट्टि चाहिँ अब यस्तै हो। यतापट्टि चाहिँ अब अर्को एकजना ठुलो मान्छे बस्छ, त्यो डोइलो लगाएको ल्याए गर्छ। अनि अब ठुलो भन्ने पर्छ नि त, डोइलो लगाएर बसी गर्छ। अब के भन्नु। अब त्यसपछि अब म तपाईँहरूलाई अब बाहिरको देखाउँछु। अब बाहिर जाउँ है त हामी। अब बाहिर जानलाई चाहिँ भनेदेखि दैलो खोल्नुपर्छ। कस्तो खर्च बुझ्यो। अब बाहिर जाने चाहिँ दैलो खोल्नै पर्छ यसो गरेर। अहिले जाउँ होइन, यसरी ठ्याक्कसितले यसै गरेर दैलो खोल्नुपर्छ। त्यस्तै हो। अब तपाईँहरू पनि दैलो त खोल्न जान्नुहुन्छ, म त्यसै भनिदिएको अब त्यो चाहिँ। अनि ठ्याक्कसित यसरी दैलो लगाउनुपर्छ। अनि दैलो लगाएर गएपछि यसरी ठ्याक्कसितले अब यता सिँढी छ, सिँढीमा चाहिँ अब ठ्याक्कसितले उठिन्छ है त। अनि ठ्याक्कसितले यसरी सिँढीमा उठ्दै जाँदै गनुपर्छ। अनि सिँढीमा गएर यसरी यहाँनिर खिड्की जस्तै छ, त्यहाँबाट हेर्न सक्नुहुन्छ बाहिरको नजाराहरू। अनि यसको माथि गएर म तपाईँहरूलाई देखाउँछु कस्तो के लाग्छ, तपाईँहरूले भन्नु पऱ्यो। अब यस्तै हो। भ्लग कसरी बनाउने भन्दाखेरि अब यसरी बनाउने एकदम कन्फिडेन्स रहने। अब मुखमा एकदम शर्मिन्दगी नल्याउने। अब के गर्नु, शर्मिन्दगी ल्यायो नि के नल्यायो के गर्नु। अब त्यस्तै हो। अब यस्तै हो। अब यसरी ठ्याक्कसितले गए त्यो यस्तै तरिकाले बनाउनुपर्छ। अनि त्यहाँबाट अझै एउटा अनि अब बाहिरको नजारा भन्दाखेरि त्यस्तै हो। यतापट्टि अब घरहरू छन्, गाउँहरू छ, गाउँै भनौँ न अब होइन। अनि गाउँहरू छ, ठ्याक्कसितले यतापट्टि घरहरू छन्। अनि यतापट्टि नि अब यसरी ठ्याक्कसितले यहाँनिर मेन हाइवे छ, 17 नम्बर नेसनल हाइवे। अनि यतापट्टि घरहरू गाउँहरू छन्। अनि त्यसरी अब यो बिल्डिङमा चाहिँ अब म बस्छु। यहाँ चाहिँ नि त मलाई एउटा कुरो बहुतै मनपर्छ। मलाई बहुतै टेन्सन छ हो, तर मलाई एउटा कुरोको टेन्सन छैन। यो टावर देख्नु तपाईँहरूले, मलाई नेटवर्कको टेन्सन छैन। नेटवर्कको चाहिँ एकदम टेन्सन छैन। अब यहाँ टावर छ, अब यहाँ रुम छ, अब मोबाइल नेटवर्क त फुटुम्ला जाइगा चाहिँ आउँछ। त्यसको चाहिँ मलाई टेन्सन छैन। बाँकी अरूको चाहिँ टेन्सन छ, पैसाको टेन्सन, घरको टेन्सन, बुढीको टेन्सन, छोराछोरीको टेन्सन। त्यस्तै हो। अब के गर्नु, टेन्सन बिनाको चाहिँ अब जिन्दगी नै बाहिर रहन्छ। त्यो अब झन् दरमा मैले दरमा खाने मान्छेलाई चाहिँ झन् साह्रो टेन्सन। अब 7 तारिक दरमा पस्छ, 7 तारिक दरमा पसिसकेपछि 20 तारिकभित्र दरमा सकिन्छ। त्यहाँबाट हातमा के भन्नु, अब हातमा एउटा पुटी कौडी पनि रहँदैन। अनि त्यहाँबाट 20 तारिकबाट 30 तारिकसम्म चाहिँ अब धार माग्नु, योसँग मागो त्योसँग मागो, अमुक तारिक दिन्छु दिएन भन्यो। अब त्यो तारिक पनि पार भएर जान्छ, त्यसलाई दिन पाइँदैन फेरि।
कैसे कैसे लोग रहते हैं यार अर्को महिना फेरि त्यो दिने टेन्सन परेको हुन्छ अब त्यसलाई कहाँबाट दिनु भन्ने त यो अमुक तारिक दिन्छु भन्ने मागेको हुन्छ नि तर के गर्नु दिनलाई अब पैसा हुँदैन भरि गइसक्दा त्यस्तै हो अब त्यस्तै अब योसँग मागिन्छ त्योसँग मागिन्छ 20 तारिकबाट 30 तारिकसम्म त्यस्तै टेन्सन हो त्यहाँबाट अनि फेरि टेन्सन कम छ अनि 1 तारिक आएपछि चाहिँ अनि टेन्सन मनमा अलिक शान्ति लाग्छ अब के म अब 7 तारिक त दरमा आउँछ अब भोलि दरमा आउँछ पर्सि दरमा आउँछ अमुक तारिक दरमा आउँछ भन्दाखेरि मनमा ठ्याक्कै लाग्छ अनि 7 तारिकबाट 20 तारिकसम्म चाहिँ एकदम खुसी लाग्छ एकदम खुसी कसै कसै धार छन् त्यो चाहिँ बिर्सिन्छु म फेरि 7 तारिकबाट 20 तारिकसम्म चाहिँ पैसा नसकिन्जेल धार बिर्सिन्छु अनि पैसा जब सकिन्छ अनि धार फानिन्छु ला यसको त तिर्न छु अब यो महिना त तिर्न सकिनँ अब अर्को महिना देखाइदियो भन्छु त्यस्तै हो अब जिन्दगी भनेको यस्तै हो त्यस्तै हो त्यसरी नै चलिरहेको छु छि एन्नुकुरानिकी यस बटको छि एन्नु अब बाहिर त तपाईँहरूलाई मैले देखाएँ अब बाहिर बसेर उभि किन भात मान्नु जिउलाई किन कष्ट दिनु भने त जिउलाई कष्ट दिनु भन्दा राम्रो बरु हिँड्नु भित्र गएर सुटी भात मारौँ यो अब जुन चाहिँ ठ्याक्कै खोलियो अनि अब हेर्नु त सुन्नु है त कुरो मलाई चाहिँ अब उभिएर बात मार्दाखेरि एउटा कुरो अब उभिएर बात मार्दाखेरि जिउलाई कष्ट पर्छ र सुतेर बात मार्दाखेरि जिउलाई कष्ट केही पर्दैन र त्यसकै लागि अब सुती बात मारिन्छ र म तपाईँहरूलाई एउटा कुरो भन्छु होइन अब भ्लग बनाउँदाखेरि मेरो भ्लगको शीर्षक चाहिँ भिन्दै थियो अब म टपिक पुरा चाहिँ भिन्दै गर्न थालेँ त्यो पनि अब फेरि ब्याक टु द पोइन्ट अब यो भिडियो बनाउने मकसद चाहिँ हो भ्लग कसरी बनाउने अब भ्लग कसरी बनाउने भन्दाखेरि यस्तो छ्याक्कसितले एउटा आइफोन हुनुपर्छ अनि एउटा छ्याक्कसितले सेल्फी स्टिक हुनुपर्छ सेल्फी स्टिक भन्दाखेरि एउटा कुरो याद आयो अब मैले अस्ति चाहिँ एउटा सेल्फी स्टिक किनेर लिएर आएको थिएँ अब भ्लग बनाउनलाई चाहियो भने होइन अब मलाई शनि 7:30 आउ केतु कति लागेको छन् भन्दाखेरि यहाँबाट थाहा पाइन्छ अस्ति ल्याएको सेल्फी स्टिक आज चलाएको त्यो पनि भाँच्यो एउटा टुक्रो भयो यो दोस्रो टुक्रो भयो एउटा ल्याएको चाहिँ जोडा भयो अब राम्रो भएको कि नराम्रो भएको त्यो त तपाईँहरूले भन्नु पऱ्यो देखा आपने लापरवाही का नतिजा त्यस्तै हो अब अनि त्यसपछि अब भ्लग बनाउँदाखेरि होइन त यसरी ठ्याक्कसितले आइफोन निकाल्नुपर्छ अनि आइफोन निकालेर हेलो गाइस कस्तो हुनुहुन्छ तपाईँहरू हो त्यस्तो भन्ने हुँदैन यस्तो भन्नुपर्छ नमस्ते छ तपाईँहरूलाई ठ्याक्कसितले हेलो गाइस सबैले भन्छन् हेलो गाइस हेलो गोरु हेलो बहरी हो त्यस्तो भनेर अब के भनिराख्नु त्यो भन्दा राम्रो नमस्ते छ तपाईँलाई ठ्याक्कसितले अब स्वागत छ तपाईँलाई बिके थापाको दोस्रो ब्लगमा हो त्यसरी भन्दाखेरि अब एउटा राम्रो लाग्छ होइन त्यस्तै हो अब मलाई चाहिँ त्यस्तै लागेको छ अब हेर्नु त मेरो प्रगति कति भएको भन्दाखेरि म छक्क पर्छु अब पहिलो भ्लग होइन दोस्रो भ्लगमा म तपाईँलाई सिकाउन थालेँ भ्लग कसरी बनाउने अब त्यहाँभन्दा मान्छेको प्रगति कति होस् 2 नम्बर भ्लगमा यसरी सिकाउँछ एउटा मान्छेले भन्दाखेरि अब त्यसको 100 नम्बर भ्लगमा त म कस्तो हुन्छु होला यो भगवान् म त छक्कै पर्छु अब 100 नम्बरको भ्लगमा त म कस्तो हुन्छु होला 2 नम्बरको भ्लगमा जब सिकाउँछ 100 नम्बर भ्लगमा के गर्न सक्छु होला म त छक्कै पर्छु मेरो प्रगति देखेर मै छक्क पर्छु कस्तो प्रगति भएको मेरो प्रगति पनि दुई खालका प्रगति हुँदो रहेछन् एउटा पैसावाला प्रगति एउटा पैसा नभएको प्रगति पैसावाला प्रगति अब जोसँग पैसा छ त्यसले प्रगति गरेछ त्यसले पैसावाला प्रगतिमा पर्यो अब म मेरो प्रगति हेर्नु त अब दोस्रो भ्लगमा तपाईँलाई ज्ञान दिँदैछु त्यो मेरो प्रगति नै हो तर म बिना पैसा छ मसँग पैसा छैन र बिना पैसाको प्रगति पनि दुई खाले हुँदो रहेछन् अब आज तपाईँहरूले थाहा पाउनु होला प्रगति कति प्रकारका भन्दाखेरि प्रगति दुई प्रकारका एउटा पैसा सुत्दै प्रगति एउटा पैसा बिनाको प्रगति क्या बात कर रहे हैं अब त्यस्तै हो अब बिना पैसाको प्रगति भयो प्रगति त छ जे भयो प्रगति छ त्यसकै लागि मलाई दुःख छ अब के भन्यो अब त्यस्तै हो अब आजको भिडियो यति नै बनाइयो र दोस्रो भ्लगमा म तपाईँहरूलाई सिकाएँ अब तपाईँलाई के सिकाएँ भनेदेखि भ्लग कसरी बनाउने यसरी कन्फिडेन्सले बोल्नुपर्छ र हेलो गाइस हेलो गोरु हेलो बहर भन्ने हुँदैन र जे बोल्न मन लाग्छ ठ्याक्कसित देखा आपने राम्रोसितले बोल्नुपर्छ जब राम्रोसितले बोलिन्छ अनि राम्रो मान्छेले हेर्छन् अब हेर्छन् हेर्दैन त्यो त अब उनीहरूको कुरो अब मैले चाहिँ बनाएँ अब मेरो प्रगति चाहिँ छ त्यो चाहिँ म ठ्याक्कसितले जान्दछु किनकि दोस्रो भ्लगमा म तपाईँहरूलाई सिकाउँदैछु भ्लग कसरी बनाउनु पर्छ 100 नम्बर भ्लगमा त म के हुन्छु त्यो त म जान्दिनँ कैसे कैसे लोग रहते हैं यार मेरो प्रगति चाहिँ हुन्छ र कति हुन्छ के हुन्छ त्यो चाहिँ अब म जान्दिनँ तर मेरो प्रगति चाहिँ हुन्छ अब यति नै भनेर अब आजको भिडियो यतिमै राख्नु पर्यो
अब उठेर नुहाइ धुवाइ गर्नु पर्यो आज अब बन्द गरिदिन्छ लुगा फाटन धुन छ नुहाइ धुवाइ गर्न छ नुहाइ धुवाइ भन्दाखेरि आज कति तारिक हो आज त नुहाइ धुवाइ गर्नु छैन आज लुगा मात्रै धुन छ आज लुगा धुन छ लुगा सुगा धोइन्छ अनि लुगा सुगा धोएर खाना जाइन्छ खाना खान जाइन्छ र आजलाई यतिमै राख्नु पर्यो धन्यवाद छ तपाईँहरूलाई छाकसीले विकेट थापाको दोस्रो ब्लगमा आइदिएको लागि र आगामी दिनहरूमा पनि विकेट थापाले एउटा ब्लग गरेर अवश्य नै कहिलेकाहीँ टाइम पाएको बेला ब्लगहरू लिएर आउने छ र तपाईँलाई धन्यवाद छ ल राख्नु पर्यो त